कोन्निचिवा मिनासान डे 2 जापानिज क्लास। आज चाहिँ हामीले हिरागाना अक्षरहरू सिक्नेछौँ। हिरागाना अक्षरहरू 46 वटा हुन्छ, कातागाना अक्षरहरू 46 वटा हुन्छ। खान्जी चाइनिज अक्षर हो। फर्मुला आ का सा ता ना हा मा या रा वा ओए न। हिरागाना अक्षरहरू हजुरहरू पनि मसँग सँगसँगै पढ्नु। आ इ उ ए ओ का कि कु के को सा सी सु से सो ता ची चु ते तो ना नि नु ने नो हा हि फु हे हो मा मी मु मे मो या यु यो रा रि रु रे रो वा वे न। उच्चारण गर्दा न म अङ्ग आए पनि लेख्दाखेरि न नै हुन्छ। यो हजुरहरूले शब्दमा बुझ्नुहुन्छ। पछि हिरागाना अक्षरहरू सिक्नुभन्दा अगाडि हजुरहरू सम्पूर्णले यो आ इ उ ए ओ यो वाला 46 वटा अक्षरहरू सिक्नुभयो भने हिरागाना सिक्न एकदम सजिलो हुन्छ। पछि हजुरले उच्चारणमा पनि एकदम सजिलो हुन्छ, बुझ्नुहुन्छ। हाम्रो यो भनेको उच्चारण हो। आ इ उ ए ओ का कि कु के को भनेको हिरागाना अक्षरको उच्चारण हो। यो नेपालीमा हो। अब हामीले यो सम्पूर्ण हजुरहरूलाई पढ्न आइसकेपछि हामी डे 3 मा हिरागाना अक्षर लेख्छौँ र हजुरहरूले japanepal.com को भिडियो कस्तो लाग्यो हजुरले कमेन्ट गर्नुहोस्, लाइक गर्नुहोस्, फलो गर्नुहोला र हामीले आउने दिनमा अझै राम्रो भिडियोहरू पनि ल्याउनेछौँ र हजुरले बेसिक लेभलदेखि जापानिज क्लास पढ्दै हुनुहुन्छ र जापान जाने सोचमा हुनुहुन्छ, स्टुडेन्ट भिसा, वर्किङ भिसामा भने हाम्रो भिडियो हेरेर पनि हजुरहरूले बेसिक लेभल सिक्न सक्नुहुनेछ र हजुरले घरमै बसेर पनि बेसिक लेभल सिक्नको लागि चाहिँ हामी हजुरलाई एकदम हेल्प गर्छौँ र हजुरले हाम्रो भिडियो कुनै पनि केही बुझ्नु भएन भने कमेन्ट गरिदिनु होला। यो मैले बुझिनँ, मलाई बुझाइदिनुहोस् भनेर म त्यसको अर्को पनि भिडियो बनाएर हजुरहरूलाई पठाउन सक्छु। हाम्रो चाहिँ japanepal.com को चाहिँ युट्युब च्यानल पनि छ र हामीले टिकटकमा धेरै पोस्ट गर्दैनौँ, युट्युब च्यानलमा पनि गर्छौँ। युट्युब च्यानल पनि हजुरहरूले सब्सक्राइब गरेर हजुरहरूले युट्युबमा पनि भिडियो हेर्न सक्नुहुन्छ। माता आसिता कोन्निचिवा मिनासान डे 2 जापानिज क्लास। आज चाहिँ